थाकी यार घुमाउँछ यार धेरै हेऱ्यो अन्त थाकी गाइस आँखै पाटिन्छ हो थाकिएर अघि पनि लङ दगुड्यो अहिले पनि लङ दगुडेछ हेलो गाइज नमस्ते वेलकम ब्याक टु मेरो च्यानल गाइज सबैजना सन्चै आराम हुन्छ र म पनि सन्चै आराम छु के छ हजुरहरूको हालखबर गुड मर्निङ भन्दै सबैजनालाई आज न्यू डे न्यू ब्लगमा हजुरहरूलाई स्वागत छ ढिल्ला ब्लगमा अनि आजको ब्लगमा हजुरहरूले हेर्न सक्नुहुन्छ बिहान बिहान फ्रेस हुने अनि त्यसपछि ड्युटीतिर ढिल्ला लागेको हेर्न सक्नुहुन्छ आजको चाहिँ काम विशेषको ब्लग छ यो चाहिँ हाम्रो ढिल्लाले नेपालमा पनि गदाले जस्तो काम गर्नु पर्दो रहेछ भन्ने कुराहरू देखाउँछ ल अहिले भेटौँला एकछिन फ्रेस हुन्छ अझै एकछिन रनिङ हान्छु एक गिटा रनिङ हान्छु भेटौँला है त ल गाइस ल आज काम विशेष ब्लग हेर्ने त ल हेलो गाइस वेलकम टु माई युट्युब च्यानल गाइस सबैजना सन्चै आराम हुनुहुन्छ र म पनि सन्चै आराम छु आज चाहिँ हामी 11-12 तल माथि टक्क अन्डरग्राउन्ड 10-12 तलाको माथि पनि अन्डरग्राउन्डमा टक्क सुत्दैछौँ हामी चाहिँ यहाँ चाहिँ हाम्रो काम रहेको छ हाम्रो काम चाहिँ लास्ट अप्ठ्यारो भएर हामी सुती काम गर्न पर्ने भएकोले हजुरहरूलाई देखाउन सक्दछु हजुरहरू हेर्न सक्नुहुन्छ यहाँ कस्तो छ माहौल हेर्नुहोस् ल हेर्नुहोस् यति हाइट यति हो सिर्फ हाइट यति यही काम गर्न पर्छ यिनीहरूलाई अनि एक हात जायगा छ सुतेर टाइल लगाउने ल हाइट चाहिँ त्यही हो सुती काम गर्ने हो अब यहाँ सिलिङमै सिलाएर त्यसलाई अप्ठ्यारो भएछ हिँड्न पनि मिले छैन यस्तो हिँड्नु पर्छ अब यसरी हिँड्दा भन्छ आर्मी जस्तो गरेर आर्मीहरू चाहिँ घिस्री कसरी काम गर्ने यो चाहिँ पक्का आर्मी है यो त पुरै यो हेलमेट त्यहाँ छ गाली खायो त्यसले गाली खायो यस्तै चाहिँ पुरै हो है गाइस त्यो छ यार यो त 10 तल अहिले यहाँदेखि बाहिर निस्केको देखाउँछ हजुरलाई एउटा भ्यू देखाउँछु टक्क त्यहाँ कसरी काम गर्छ देखाउँछ मास्टै अप्ठ्यारो छ यार गाइस थकै लाग्यो भाडा यस्तो यो भएको छ नि यो भएको पुरै दुख्छ त यहाँदेखि वहाँसम्म जानियो वहाँदेखि वहाँ जानियो 5वटा छ यस्तो ठाउँ चाहिँ 5वटा ठाउँ पुरै हामीले कम्प्लिट गर्ने हो त्यसपछि हजुरलाई बाहिर गएर भ्यू देखाउँछु बल्ल छुट्ने मजा आउँछ है त ल अलिअलि यस्तो अघि हिँडेको भिडियोहरू छ हेर्नु अनि त्यसपछि बाहिर गयो हेर्नु ल है गाइस एकैछिनमा भेटौँला ल ठ्याक्कै ढाल्नु छ ल पास हो गया अभी ये साला तो
ल यहाँ हाम्रो काम चाहिँ चलिरहेको अब सुरु हुन्छ भोलिदेखि हजुरहरूलाई देखाउँछु म काम भ्याइएपछि पनि यस्तो छ हाम्रो त लेभल तानेर भ्याइयो यो मार्क चाहिँ लेभलको अब यस्तै छ अब हामी चाहिँ बाहिर निस्किन्छौँ हाइट हाइट यति होला अग्नि कि बस्ने ल यो चाहिँ सब हामीले लगाएकै सब ल यो चाहिँ हामीले लगाएको सबै यस्तो रहेको छ यता यहाँ पनि खाल्टो छ यहाँ पनि मार्क लगाएर अघि टिकसिक लगाइसकेछौँ सबै यस्तोमा काम गर्नुपर्छ गाइस फाइनल्ली फाइनल्ली भ्यू चाहिँ यस्तो चाहिँ लगाइछ यहाँ तल है हामीले काम गरेको चाहिँ फाइनल्ली भ्यू हेर्नु न यस्तो दामी छ भ्यू चाहिँ त्यहाँ नि काम चलिरहेको जताततै काम चलिरहेको यो क्यासिनो हो यो चाहिँ ल बुडल भ्यू है गाइज बुडल भ्यू फाइनल्ली यस्तो लुक चाहिँ हेर्नु त बवाल छैन त यो चाहिँ बुटल चौडा जाने बाटो त्यहाँ चौडा चाहिँ अगाडि चाहिँ चौडाकै बुटल चौडा गाइस यस्तै छ भ्यू त खान्छ क्या फेरि लगाइछ यस्तो छ यस्तैमा काम गर्नु पर्यो के गर्ने जिन्दगी दर्पण छाया यस्तै छ माया हेर काम त गर्नु पर्यो ल बस्दा लाग्यो भ्यू पनि हजुरलाई मैले राम्रो देखाएँ अन्डरग्राउन्ड काम हुँदैछ हाम्रो चाहिँ यस्तो छ ल अहिले भेटौँ ल ल भ्यू चाहिँ यस्तै रहेको छ हाम्रो बुटोल भ्यू रहेछ
सिरिरी हावा चल्यो बतासैमा मन मेरो उडाइलयो नि सिरिरी हावा चल्यो बतासैमा ल 10 तला ओहोरदोहोर गर्ने पानी हाम्रो यस्तै छ नि त्यही गाउँको छ र ल अहिले भेटौँ फाइनल्ली यही हो अब 10 तलाको काम चाहिँ आज भ्याइयो आजलाई भ्याइयो यो भोलि पर्सि हेर्दै गरौँ ल यस्तै छ तल माथि गर्दा गर्दा कहिले गर्छ खुट्टा सुट्टा तन्किन्छ के हुन्छ ल फाइनल्ली अब यो भ्लग पनि माया र सपोर्ट चाहियो अब राम्रो भ्लग आउँदैछ 2-4वटा अब होली सोली आउँदैछ के आउँदैछ सबैजनालाई ल हेरिदिनु माया गरिदिनु है त ल भ्लगहरू यस्तै हो काम त गर्नु पऱ्यो काम गरेको भ्लगदेखि लिएर हजुरले अब के जाने छैन ढिलाले पेन्टिङ डेन्टिङ लेन्टिङ सब हानिदिन्छ ल माया चाहिँ सबैजनालाई ल मनदेखि माया र होलीमा स्पेसल भ्लग आउँछ होला सायद यस्तो जाम कि भनेको होली आउँदैछ यस्तो मन त लागिरहेको जाम जस्तो के हुन्छ ल त्यतै हेरौँ ल है त ल हेर्दै गर्नु माया गर्दै गर्नु ल थ्याङ्क यू फर वाचिङ गाइज लभ यु हलै गाइज लभ यु माया चाहिँ सबैलाई